यदि चर्चभित्रकै प्रणाली, व्यवस्थापन, मानिसहरूका व्यवहार तथा प्रशासनका कारण तपाईँ चर्च मात्रै होइन तर प्रभुलाई नै त्याग्दै हुनुहुन्छ भने होशियार हुनुहोस्। तपाईँ एकदमै गलत र डरलाग्दो निर्णय गर्दै हुनुहुन्छ। बरु चर्च फेर्नुहोस्, त्यो उत्तम निर्णय हुनेछ। तर मलाई चर्च चाहिँदैन, बाइबल चाहिँदैन, येशू पनि अब चाहिँदैन भन्ने मानसिकतामा हुनुहुन्छ र यति मात्रै नभएर चर्च जगतबाट नै छुटकारा पाए भनी खुसी हुनुहुन्छ भने यति कुरा पक्का हुनेछ कि तपाईले कहिल्यै पनि ख्रिस्टियन विश्वास के हो त्यो बुझ्नुभएकै छैन। तपाईँ केवल येशूबाट केही पाउनलाई उहाँ कहाँ आउनुभयो र त्यसपछि तपाईको काम सकियो। ख्याल गर्नुहोस्, तपाईँ डरलाग्दो स्थितिमा हुनुहुन्छ। ख्रिस्टियन जीवन सहज हुन्छ, दुःख पीडा हुने छैन, चर्च र सबै विश्वासी शुद्ध हुनेछन् भनी वचनमा कतै पनि प्रतिज्ञा गरिएको छैन। यदि तपाईँ यी कुराको खोजीमा हुनुहुन्छ भने दुर्भाग्यवश तपाईको मानसिकता पुरानै स्वभावमा अल्झेको छ। तर तपाईको लागि आशा मरेको छैन। तपाईँ अझै पनि येशू समक्ष साँचो मुक्ति र उद्धारको लागि, साँचो आनन्द र जीवनको लागि जान सक्नुहुन्छ। होशियार, समय छँदै पाइला चाल्नुहोस्।